हेलो सबैजनालाई स्वागत छ फेरि पनि हाम्रो युट्युब च्यानलमा। अनि आज चाहिँ हामी जाँदैछौँ चर्चमा। बिहानी पखको समय छ अनि यहाँतिर देख्न सक्नुहुन्छ बाटोमा एकदम शीत परिरहेछ, जाडो महिना छ। अनि यो चाहिँ पहिला नि देखिरहनु भएको बाटोहरू हो, तपाईँहरूले हिँड्नेहरूलाई त झन् कति थाहा छ। छोडु रमाइलो छ। एकदम तयारी भएर चाहिँ हामी चर्चतिर जाँदैछौँ। मैले बोकेको छु मेरो छोरी प्रशंसाको लागि चाहिँ खाजा, पानी, स्कुल लुगा। अनि त्यसपछि चाहिँ टक्क लाएर जाँदैछौँ चर्चमा। सङ्गति चाहिँ 7 बजे सुरु हुन्छ, तर अब सबैजना भेला अलिक समयमा नहुनु भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ 7:30 तिर सुरु गर्छौँ। अनि कोरमा पनि बस्नुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ अलिकति छिटो हिँड्नुपर्छ, नत्र ढुक्कले आउन मिल्थ्यो। त्यही हो, तर पनि आज चाहिँ टाइम ठिकै भइरहेछ। हामी बेलामा पुग्छौँ र त्यहाँ साउन्ड सिस्टमहरू पनि मिलाउन चाहिँ भ्याउनेछौँ हामीले। तपाईँहरू हामीसँग अन्तिमसम्म रहनु होला। अब चाहिँ चर्चको बाटोहरू म देखाउने छु। अनि मैले अस्ति नै तपाईँहरूलाई भनेको थिएँ यो बाङ्गे धान चाहिँ एकदम अग्लो हुन्छ, ढल्छ भनेर। हाम्रो अघिल्लो भ्लगहरूमा पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। म तपाईँहरूलाई देखाउँछु है त। ल हेर्नुहोस्, यही हो। हेर्नुहोस् धानको हालत कस्तो भएको छ। अब हेर्नु त्यो अग्लो छ क्या। अनि क्या अस्ति नै चाहिँ त्यसको आधी थियो क्या यो। अनि फेरि लगभग 1 हप्तापछि त है पुरा अग्लो भएछ। अनि यो जुन दाना छ नि, पहिला त दाना नबस्ने बेला यस्तो ठाडो भएको थियो है, अहिले चाहिँ मजाले दाना फलेर चाहिँ सबै नुयो। त्यही भएर चाहिँ अब हल्का होच्छ देख्दैन, त्यस्तै अग्लो थियो नि। हाम्रो यहाँनिर बाटोमा हिँड्न नि मिलेको थिएन। अहिले पनि हेर्नुहोस् कस्तो छ। अनि यो चाहिँ पुरै यसरी ढल्काइदिनु भएको थियो। यहाँ चाहिँ बाँधिनु पनि भएको छ, ढल्काइदिनु भएको थियो। यसरी ढल्काइदिनु भएको थियो, फेरि ठाडो भएको छ। तर ठिकै छ, हामी भिजी भए पनि जान्छौँ चर्चमा। देख्न सक्नुहुन्छ मेरो भाइ प्रशंसाको मामा त्यति अग्लो हुनुहुन्छ, तर पनि धान चाहिँ कतिसम्म अग्लो छ त। झार्ने मान्छेलाई कति गाह्रो होला है, देख्न सक्नुहुन्छ। यही हो, पहिला चाहिँ हामीले भिडियोमा देखाएको थियौँ कति उतो थियो होइन। अहिले देख्न सक्नुहुन्छ, कम्पेयर गर्न सक्नुहुन्छ पहिलाको भिडियोहरूमा। तपाईँहरूले वाच गर्नु होला, भिजिट गर्नु होला हाम्रो च्यानलमा। त्यहाँनिर चाहिँ सबै छ। ल बराबर उभिँदा पनि यत्तिको भएको छ। मभन्दा कति अग्लो बाफ्रे। म यहाँ अझै यो भाँचिएको छ होइन, यहाँदेखिको म नि सँगसँगै उभिएको छु। मजाले हेर्न सक्नुहुन्छ। बाफ्रे यति अग्लो छ भने अब त यति नै हो। योभन्दा धेरै चाहिँ बढ्न हुँदैन पनि, मिल्दैन पनि, बढ्दैन पनि। हामी आइपुग्यौँ चर्चमा, देख्न सक्नुहुन्छ। तपाईँहरूलाई म गणेशमा देखाउन चाहन्छु। ल यु क्यान सी पर हेर्न सक्नुहुन्छ। छोरी जयमसी गरिदिनुहोस्। हामी इन्ट्री मार्दैछौँ चर्चमा। कोही पनि हुनुहुन्छ यार। ल जयमसी सबैजनालाई। छोरी जयमसी।
पहिले खोजी गर हामी उठ्न त ईश्वरको राज खोज्नुहुन्छ कि कहाँबाट खोज्नुहुन्छ हामी आफैले थाहा हुन्छ हो अनि मानिस रोटीले मात्र बाँच्दैन मानिस बाँच्नको लागि चाहिँ परमेश्वरको वचनलाई चाहिन्छ सबको हामी 144 नम्बरको कोरसलाई प्र्याक्टिस गर्दैछौँ मिठो छ बहिनीहरु जब गुलियो दे भुलियो न बिस्कुट प्रोवाइड गर्ने भुलियो आ त मलाई त्यसरी के जता गुलियो उतै बाउन भुलियो भनेको थाहा छैन चियामा चिनी किन कमालेको के रे खेतालाले कुली डरमै थाहा छैन
यसो प्रभु आऊ हाम्रो माझमा जीवन मेरो लिऊ तिम्रो हातमा ओठको होइन यो भक्ति हृदयको हो यो पुकार यसो प्रभु आऊ हाम्रो हामी खाजा खाँदैछौँ दाई स्पिकर मिलाउँदै हुनुहुन्छ अनि हाम्रो यहाँ सानो सुस्मिना गीत गाउन लाग्नु भएको छ यहाँ गिटारिस्ट छिरी डिम्पल म्यान मेरो पनि छ अब चाहिँ हामी घरतिर जानेछौँ ल हामी चाहिँ फेरि जाँदैछौँ घरतिर बहिनीहरू तलतिर पुगिसक्नु जमुनाको फेदैमा नमुनै नमुना नमुनै नमुना ल भोलि गुरुङ गाउँ घुम्न जाने भन्नुभएको थियो म चाहिँ जाँदिनँ किनकि मेरो नानी छ मेरो नानी हेर्नुपर्छ दिनभरि छोड्न मनले पनि मान्दैन त्यही भएर घुम्नुभन्दा एकछिन नानी हेर्नुपर्छ त्यही ठुलो कुरा हो जस्तो लाग्छ मलाई थ्याङ्क यू सो मच हाम्रो भिडियोलाई वाच गर्नुभयो अनि आजको भ्लग चाहिँ यति नै रहेको छ हामी अब घरतिर जाँदैछौँ आज एकदमै धेरै आशिषमय भयो हाम्रो सङ्गति चाहिँ अनि तपाईँहरू पनि सङ्गति जानु होला किनकि सङ्गतिबाट चाहिँ हामीले धेरै राम्रो कुराहरू सिक्न सक्छौँ अनि हरेक हप्ता चाहिँ हामी नयाँ कुरा सिक्छौँ ओके गाइस तपाईँहरूलाई धेरै धेरै धन्यवाद अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई कृपया सब्सक्राइब गरिदिनु होला र सपोर्ट गरिदिनु होला अनि लाइक कमेन्ट सेयर पनि गर्न सक्नुहुन्छ हामी चाहिँ यस्तै भ्लगहरू ल्याउनेछौँ बेला बेला गीत गाउनेछौँ बेला बेला अब धेरै कुराहरू चाहिँ ल्याउनेछौँ अहिलेको लागि चाहिँ सबैजनालाई बाई टेक केयर के गर्दै हो आगो राति फैलिने हो कि हावाले उडायो भने त फैलिएला छेउछेउमा